नमस्कार सबैजनालाई। आज हामी कोरियन भाषा पढ्ने पहिलो दिनमा छौँ। हामीले पहिलो दिनमा कोरियन क ख ग घ पढ्छौँ, यानि कि कन्सोनेन्ट साउन्ड व्यञ्जन वर्ण। हाम्रो कोरियन भाषामा कन्सोनेन्ट साउन्ड व्यञ्जन वर्ण दुई प्रकारका हुन्छन्, जस्तै सिङ्गल कन्सोनेन्ट एकल व्यञ्जन वर्ण र डबल कन्सोनेन्ट मिश्रित व्यञ्जन वर्ण। अब हामीले सिङ्गल कन्सोनेन्ट 14वटा पढ्नुपर्छ र डबल कन्सोनेन्ट चाहिँ हामीले 5वटा मात्रै पढ्नुपर्छ है। 5वटा मात्रै पढ्नुपर्छ। 14 र 5 मिलाएर हामीले टोटल 19वटा अक्षर सिक्छौँ आजको यस भिडियोमा। आज हामीले 19वटा अक्षर सिक्छौँ। आज हामीले कोरियन क ख ग घ लेख्न सिक्छौँ। सुरुमा म तपाईँहरूलाई यहाँनिर क ख ग घ लेख्न सिकाउँछु। यानि कि सुरुमा हामीले सिङ्गल कन्सोनेन्ट 14वटा व्यञ्जनबाट एकल व्यञ्जनबाट 14वटा चाहिँ यहाँनिर लेख्छौँ है त। सुरु गरौँ। अब हामी अक्षरहरू लेख्न सिक्छौँ, अक्षरहरू लेख्छौँ। सुरुमा हामीले यसरी सिधा धर्को तान्ने, तपाईँहरूले पनि आफ्नो कापीमा यसै गरेर लेख्नुहोस् है त। अनि यहाँबाट तल तान्ने, सिधा तान्ने, अनि यो ठाडो धर्को तान्ने। यसलाई हामीले के भन्ने भन्दाखेरि ग भन्ने। के भन्ने रहेछ? ग भन्ने। यो चाहिँ आधा उच्चारण हुन्छ, त्यस कारणले मैले आधा बनाएँ ग। यसलाई हामीले क पनि भन्नुपर्छ, क पनि भन्नुपर्छ र यसलाई हामीले ख पनि भन्नुपर्छ, क ख ग। यो अक्षरलाई हामीले क पनि भन्नुपर्छ, ग पनि भन्नुपर्छ र ख पनि भन्नुपर्छ है त। सुरुमा पढ्दाखेरि तपाईँहरूले ग मात्रै भनेर पढ्दा पनि हुन्छ। केही दिनपछि तपाईँहरूले ग भनेर सिक्नुभयो, अगाडिको कुराहरू सिक्नुभयो भने पछि चाहिँ पछाडि लेखिएका अक्षरहरूलाई पनि सिक्दै जानुहुनेछ है त। 2 नम्बरमा हामीहरूले लेख्छौँ अर्को अक्षर। यसमा ठाडो धर्को तान्ने अनि तलदेखि चाहिँ यता लैजाने, तलदेखि दाहिने साइडतिर तान्ने। यल सेम अङ्ग्रेजीको यल जस्तो भएको छ। यो अक्षरलाई चाहिँ हामीले न भनेर उच्चारण गर्नुपर्छ। यसलाई हामीले के भन्नुपर्ने रहेछ? न भन्नुपर्छ है। यो चाहिँ न मात्रै हो। 3 नम्बरमा हामीहरूले सुरुमा यस्तो सिधा धर्को तान्छौँ, अनि यहाँदेखि तल ठाडो धर्को तान्छौँ, अनि फेरि यहाँदेखि पनि सिधा धर्को तान्छौँ। यसलाई चाहिँ हामीहरूले द भन्नुपर्छ, अनि त पनि भन्नुपर्छ, अनि थ पनि भन्नुपर्छ है त। बुझ्नुभयो? द पनि भन्नुपर्छ, त पनि भन्नुपर्छ र थ पनि भन्नुपर्छ। सुरुमा पढ्दाखेरि तपाईँहरूले अगाडि लेखिएका अक्षरलाई मात्रै पढ्दा पनि हुन्छ है त। अनि अगाडि लेखिएका अक्षरहरू तपाईँहरूले याद गर्न सक्नुभयो भने केही दिनपछि साइडका अक्षरहरू पनि देखिरहेको हुन्छ, पढ्दाखेरि याद हुन्छ नै है त। अब हामीले 4 नम्बरमा लेख्छौँ। यसमा पनि यसरी सिधा धर्को तान्ने, अनि यहाँदेखि थोरै सानो ठाडो धर्को तान्ने, अनि यहाँदेखि फेरि पछाडि लैजाने, यस्तो गराउने, अनि यसलाई फेरि तल तान्ने, अनि यहाँदेखि फेरि अगाडि लैजाने। यो अक्षरलाई चाहिँ हामीले र अनि ल भन्नुपर्छ है त। र अनि ल। यी सबै अक्षरहरू आधा उच्चारण हुने अक्षरहरू हुन्। तपाईँहरूले यो कुरा पनि याद गर्नुहोस्, यी सबै अक्षरहरू आधा उच्चारण हुने अक्षरहरू हुन् है त। यहाँसम्म हामीले के पढियो भन्दाखेरि यसलाई हामीले ग भन्ने सुरुको अक्षरलाई मात्रै पढ्नुहोस् है त अहिलेको लागि। ग न द र। के भयो? ग न द र। तपाईँहरूले पनि मैले भने जस्तै गरेर यसै गरेर भन्नुभयो भने चाँडो याद हुन सक्ने सम्भावना हुन्छ है त। ग न द र। ग न माने गन बन्दुक, द र माने तिजमा खाइने दर, बन्दुक दर। अब हामीले पढ्छौँ 5 नम्बरमा। यसमा चाहिँ हामीले ठ्याक्कै 4 पाटे बक्स बनाउँछौँ। 4 पाटे बक्स बनाउने, यसलाई हामीले म भनेर उच्चारण गर्नुपर्छ। यसलाई चाहिँ हामीले के भन्नुपर्ने रहेछ? म भनेर उच्चारण गर्नुपर्छ। 6 नम्बरमा हामीले अर्को अक्षर पढ्छौँ। यसरी सिधा ठाडो धर्को तान्ने, अनि यसलाई फेरि यल बनाउने, अनि यहाँदेखि पनि माथि लैजाने, अनि बिचदेखि चाहिँ यसरी काट्दिने। बुझ्नुभयो? तल लाने, यसरी फेरि सिधा धर्को तान्ने, अनि यहाँदेखि ठाडो माथि लैजाने, बिचदेखि काट्दिने। यो अक्षरलाई चाहिँ हामीहरूले ब पनि भन्नुपर्छ, प पनि भन्नुपर्छ र फ पनि भन्नुपर्छ है त। ब, प अनि फ भन्नुपर्छ। सुरुमा पढ्दाखेरि तपाईँहरूले यो अगाडिको अक्षरहरूलाई मात्रै याद गर्नुहोस् है त। अहिलेको लागि चाहिँ अगाडिको याद गर्नुभयो भने पछाडिको चाहिँ आफै जस्तै टाइममा याद हुन्छ है, चाँडै नै याद हुन्छ। सुरुमै सबै याद गर्न खोज्नुभयो भने अलिकति गाह्रो भयो जस्तो फिल हुनसक्छ, त्यही भएर अगाडिको अक्षरहरूलाई मात्रै याद गर्नुभयो भने चाँडो याद हुन्छ, चाँडै सिकिन्छ है। अब हामीले 7 नम्बरमा अर्को अक्षर लेख्छौँ। यसलाई चाहिँ यसरी तेर्सो धर्को तान्दिने, अनि यताबाट पनि यसरी तेर्सो धर्को तान्दिने। यो अक्षर यस्तै नै हो। यो अक्षरलाई हामीहरूले स भनेर उच्चारण गर्नुपर्छ, अनि त पनि भन्नुपर्छ है त।
ल अब यहाँसम्म हामीले 7वटा अक्षर के पढियो फेरि रिभाइज गरौँ है त। यो अक्षरलाई हामीले ग, यसलाई न, ग न बन्दुक, द यो अक्षरलाई द, अनि यसलाई चाहिँ र, द र तिजको दर, गन तिजको दर, म भनेको आफू, ब यसलाई चाहिँ ब, यसलाई चाहिँ स, ब स, म आफूले आफूलाई ब स भनेर भनिरहेको छ। ग न द र म ब स के भयो? ग न द र म ब स, ग न द र म ब स। ल अब हामीले 8औं नम्बरमा अर्को अक्षर पढ्छौँ। 8औं नम्बरमा हामीले पढ्ने अक्षर रहेको छ, यसलाई चाहिँ हामीले सिधै गोलो नै बनाउने है त। यो अक्षरलाई हामीले यहाँनिर ङ भनेर पढ्छौँ, ङ भनेर पढ्छौँ। तपाईहरुले कुनै इन्स्टिट्युटमा पढेर यो भिडियो हेरिराख्नु भएको छ भने तपाईको इन्स्टिट्युटमा चाहिँ यो अक्षरलाई अ पनि भनेर पढाउनु भएको होला। तर त्यो अ भनेर यो अक्षरलाई चाहिँ नपढ्दा धेरै राम्रो हुन्छ है त। अ भनेर पढाउँदा चाहिँ तपाईहरुलाई बुझाउनको लागि चाहिँ अ भनेर पढाउनु भएको हुन सक्छ, तर यसलाई चाहिँ हामीले ङ मात्रै भनेर पढ्दा चाहिँ राम्रो हुन्छ है त। अब हामीले 9 नम्बरमा यसरी सिधा धर्को तान्ने, अनि यहाँदेखि चाहिँ यसरी छड्के तान्दिने है, अनि यहाँदेखि बीचदेखि चाहिँ फेरि छड्के तान्ने। यो अक्षरलाई हामीले भन्नुपर्छ ज, यसलाई हामीले के भन्नुपर्ने रहेछ? ज, अनि छ पनि, अनि त पनि है त। ज, छ अनि त। अब हामीले 10औं नम्बरमा अर्को अक्षर पढ्छौँ। सेम यस्तै बनाउने, सुरुमा यसरी सिधा धर्को तान्ने, यहाँ छेउदेखि छड्के तान्दिने, अनि बीचदेखि फेरि अर्को छड्के तान्ने, अनि यहाँ माथि चाहिँ थोरै ड्यास लगाउने है त। यो अक्षरमा माथि ड्यास लगाइएको छैन, यो अक्षरमा चाहिँ थोरै ड्यास लगाइएको छ। यो दुईवटा अक्षरमा सुरुमा अलिकति झुक्किन सक्नुहुन्छ है तपाईहरु, तर तपाईहरु झुक्किनु हुनु भएन। यसलाई चाहिँ हामीले छ भन्छौँ अनि त पनि भन्छौँ। तपाईहरुले यहाँनिर केही कुरा ख्याल गर्नुभयो त? केही कुरा ख्याल गर्नुभयो? यो अक्षरमा हामीले ज, छ, त भनेका थियौँ, तर यो अक्षरमा चाहिँ जलाई हटाएर छ र त मात्रै भनेका छौँ। यस्ता अक्षरहरू धेरै छन्, हेर्नुस् त। त, 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 हेर्नुस् त। यी अक्षरहरू सबैमा त छ। यसमा चाहिँ झुक्किन्छ होला नि जस्तो टाइपको तपाईहरुले क्वेशन गर्न सक्नुहुन्छ है, तर तपाईहरु झुक्किनु हुँदैन। हामीले यसपछि पढ्ने दिनहरुमा चाहिँ हामीले उच्चारणका नियमहरू पढ्छौँ हैन, त्यति बेला चाहिँ तपाईहरुले बुझ्दै जानुहुन्छ है। सुरुमा पढ्दाखेरि चाहिँ म पनि झुक्किएको थिएँ। हेर्नुस् त, यति धेरै अक्षरहरूलाई त भनेको छ, कसरी याद गर्ने होला? यसलाई पनि त भनेको छ, त्यसलाई पनि त भनेको छ। कुनै शब्द बनाउँदाखेरि त भन्नुपर्ने शब्द आयो भने कुनलाई चाहिँ युज गर्ने हो त? त्यस्तो टाइपको प्रश्नहरू उठ्छन् सुरुमा पढ्दाखेरि, तर त्यस्तो प्रश्नहरू उठाउनु पर्दैन। हामीले उच्चारणको नियममा चाहिँ यस्ता कुराहरूलाई मजाले सल्भ गर्नेछौँ है त। अब हामीले 11औं नम्बरमा अर्को अक्षर पढ्छौँ। यहाँ चाहिँ हामीले 7 बनाउने, यहाँ चाहिँ हामीले 7 बनाउने, ठ्याक्कै 7 बनाउने। यसलाई चाहिँ हामीले ख भनेर पढ्नुपर्छ, अनि क पनि भन्नुपर्छ है, क पनि भन्नुपर्छ। अब यहाँनिर हामीले इ बनाउने, अङ्ग्रेजीमा पढेको इ बनाउने, यसलाई चाहिँ थ भन्नुपर्छ, थ, अनि त पनि भन्नुपर्छ। यहाँ चाहिँ हामीले अब यसलाई चाहिँ हामीले 2 भनेर पढ्छौँ यसरी हैन, म्याथमा चाहिँ 2 भनिन्छ यस्तो टाइपलाई हो। यसलाई चाहिँ हामीले फ भनेर पढ्नुपर्छ, अनि यसलाई प पनि भनेर पढ्नुपर्छ, फ अनि प भनेर पढ्नुपर्छ है त। अब यहाँनिर चाहिँ अर्को अक्षर छ, सुरुमा गोलो बनाउने, अनि नछाइकन अलिकति धर्को तान्ने, अनि फेरि यसमा यो खालको धर्को तान्ने है, बुझ्नुभयो? गोलो बनाउने, अनि यसरी सिधा धर्को तान्ने, अनि यहाँनिर हल्का यस्तो गराउने। यो अक्षरलाई हामीले ह अथवा त पनि भन्छौँ। यो अक्षर चाहिँ प्राय साइलेन्ट हुन्छ, साइलेन्ट हुने अक्षर हो। यसको चाहिँ खासै बोली आउँदैन है त, साइलेन्ट हुन्छ यो चाहिँ। अहिलेसम्म हामीले सिङ्गल कन्सोनेन्ट यानि कि एकल व्यञ्जनवर्ण पढियो 14वटा। हामीले यो अक्षरहरूलाई एकचोटि रिभाइज गरौँ है। यो अक्षरलाई हामीले ग, यसलाई न, ग न, यसलाई द, यसलाई चाहिँ र, द र, ग न द र, यसलाई चाहिँ म, यसलाई चाहिँ ब, यसलाई स, म ब स, ग न द र म ब स, ग न द र म ब स। अब यता चाहिँ ङ, ङ, ज, ज, छ, ङ ज छ, ङ ज छ। तपाईहरुलाई यो अक्षरलाई अगाडि सुरुमा तपाईले कुनै इन्स्टिट्युटमा पढ्नु भएको छ भने अ भनेर पढाउनु भएको छ, अ ज छ, अजै छ भन्दाखेरि अलिकति चाँडै याद हुन सक्छ भनेर चाहिँ पढाउनु भएको हो। त्यसरी चाँडै याद हुन्छ भने चाहिँ तपाईहरुले यसलाई अ भनेर पढ्दा पनि केही फरक पर्दैन है त। अ ज छ, अजै छ भन्ने जस्तो भाइब्स आउँछ, अनि यसलाई चाहिँ हामीले चाँडै दिमागले टिप्छ है त। त्यो भएर चाहिँ तपाईहरुलाई सरहरूले त्यसरी पढाउनु भएको हो। अ ज छ, अजै छ, अझै के छ त? ख थ फ ह,
पढ्ने कुरा के रहेछ अझै ख थ फ ह ख थ फ ह ल अब हामीले के पढ्छौँ त डबल कन्सोनेन्ट यानि कि मिश्रित व्यञ्जन वर्ण कतिवटा छ 5 वटा मात्रै छ 5 वटा हामीले यहाँनिर पढ्छौँ यसमा पढौँ है त यसमा हामीले डबल कन्सोनेन्ट पढ्छौँ डबल कन्सोनेन्ट कतिवटा छ 5 वटा हो 5 वटा छ यसमा चाहिँ हेर्नुहोस् है अब हामीले डबल कन्सोनेन्ट भनेपछि डबल डबल अक्षरहरू हुन्छन् यसमा मैले यही बनाएँ हो हेर्नुहोस् त यही अक्षर बनाएँ यही अक्षरलाई हामीले डबल बनाएर पढ्छौँ यहाँनिर यो अक्षर डबल भयो यो अक्षरको उच्चारण के हुन्छ क क क है क अनि एउटालाई छोडेर यसलाई छोडेर है त यसलाई डबल लेख्ने यो त डबल कन्सोनेन्ट हो त्यही भएर डबल लेखिएको छ यो अक्षरलाई मैले डबल लेखेँ अब यसलाई चाहिँ हामीले त के भयो क त अब फेरि एउटा अक्षर छोडेर भन्दा पनि दुईटा अक्षरलाई छोडेर सुरुमा एउटा अक्षर छोडेर अनि त्यसपछि दुईटा अक्षर छोडेर यसलाई लेख्छौँ यसलाई पनि हामीले दुईवटा लेख्छौँ यसलाई चाहिँ हामीले के भनेर उच्चारण गर्ने प के भन्ने प अब चाहिँ नछोडिकन यसलाई नै लेख्ने कुनलाई लेख्ने यहाँनिर देखिनेछ स्क्रिनमा यही अक्षरलाई नै लेख्ने यो अक्षरलाई डबल लेख्ने यस्तो गराउने ल यसलाई चाहिँ हामीले स है त स अब चाहिँ फेरि एउटा अक्षरलाई छोडेर अर्को अक्षरलाई डबल लेख्ने यसलाई हामीले च है त भयो हामीलाई 5 वटा पुग्यो हैन 1 2 3 4 5 वटा ल पुग्यो यति नै हो डबल कन्सोनेन्ट 5 वटा हामीले पढ्ने भनेका थियौँ हो 5 वटा पढियो यहाँनिर हेर्नुहोस् त के भयो यिनीहरूको उच्चारण क त प स च क त प स च क त प स च बुझ्नुभयो तपाईहरुलाई सुरुमा पढ्दाखेरि याद नहुन सक्छ कसरी याद गर्ने होला भन्ने जस्ता कुराहरू आउन सक्छन् कसरी याद गर्ने मलाई त्यस्तो धेरै केही कुराहरू त थाहा छैन तर पनि तपाईहरुलाई मैले चाहिँ कसरी याद गरेको थिएँ त्यो तरिका चाहिँ म तपाईहरुलाई सिकाउन चाहन्छु अन्तिममा यहाँनिर हेर्नुहोस् तपाईहरुले यो अक्षरहरू पढ्दाखेरि सुरुमा यो अक्षरहरू नयाँ लाग्छ नयाँ अक्षरहरू छिटो याद चाहिँ हुँदैन यिनीहरूलाई कसरी छिटो याद गर्ने भन्दाखेरि सुरुमा लेख्दाखेरि तपाईहरुले ग पढ्दै लेख्दै गर्नुपर्छ लेखेको लेखे गर्ने पढेको पढे गर्ने हेरेको हेरे गर्ने हैन अनि यस्तै लेख्ने ग न सुरुमा यस्तै नेपाली पनि लेख्ने कोरियनमा पनि लेख्ने नेपालीमा पनि लेख्ने कोरियनमा पनि लेख्ने यस्तै गरेर लेखेको लेखे गर्ने ल अब मलाई याद भयो मैले अब जाने जस्तो टाइपमा भएपछि चाहिँ तपाईहरुले नहेरिकनै नेपाली नलेख्ने कोरियनमा मात्र लेख्ने ग न द र अब के थियो यार के थियो झुकिन सक्छ है झुकिन्छ यस्तै झुकिन्छ के थियो थाहा भएन भने चाहिँ हेर्ने के हो त त्यसपछि के हो यो म बक्सलाई म भनेर पढेको थियो म अब फेरि ब अब फेरि याद हुँदैन यसरी हेर्ने लेख्ने यस्तै गरेर लेख्ने अनि फेरि यसलाई नेपालीमा पनि लेखिदिने ग न द र यस्तै गरेर लेख्ने सुरुमा चाहिँ तपाईहरुले सुरुको अक्षरलाई मात्रै नै पढ्नुहोस् है सुरुमै तपाईहरुले सक्नुहुन्छ भने यताको अक्षरहरूलाई पनि याद गर्दा राम्रो हुन्छ तर सबभन्दा राम्रो चाहिँ सुरुमा अगाडिको अक्षरलाई मात्रै पढ्नुहोस् अनि यी अक्षरहरू चाहिँ अटोमेटिकली याद भइ नै हाल्छन् है त तपाईहरुले यसै गरेर याद गर्न सक्नुहुन्छ सुरुमा चाहिँ नेपालीमा पनि लेख्ने कोरियनमा पनि लेख्ने गर्ने अलि अब याद आउलायो अब म सक्छु होला जस्तो टाइममा भएपछि चाहिँ नेपाली नलेख्ने कोरियनमा मात्र लेख्ने अनि यस्तै गरेर लेख्ने कसरी लेख्ने भन्दाखेरि र्यान्डमली एउटा पेपर लिने हैन र्यान्डमली एउटा पेपर लिने यसमा चाहिँ कसरी लेख्दिन्छ बिचबाट लेख्दिने यो लेख्दिने हैन अनि यताको अक्षरहरू मिसाइदिने यसरी हो यसरी मिसाइदिने हैन यसरी अक्षरहरू मिसाउने यो अक्षरहरू मिसाउने यस्तै गरेर राख्दिने आजको रातमा यस्तै गरेर राख्दिने यताको नेपाली नलेख्ने यतिकै राख्दिने यस्तै सबै लेख्ने हाम्रो 19 वटा अक्षरहरू छन् 19 वटा अक्षरहरूलाई यस्तै गरेर र्यान्डमली लेखेर राख्दिने अनि भोलि बिहान उठेपछि सुरुमा मुखसुख धोइसकेपछि टक्क पढ्ने बेलामा के गर्ने त सुरुमा यो पेपरलाई लिने अनि यसको चाहिँ सल्भ गर्ने यो के हो त यो अक्षरलाई हिजो के भनेर पढिएको थियो त ल यो याद आयो र यो के थियो यसलाई हामीले के भनेका थियौँ ख यसलाई थ अब यो के हो अब झुकिन नि सक्छ अब तपाईँ झुकिनु भएन भने यसरी लेख्न सक्नुभयो भने तपाईँले जान्नुभयो झुकिनु भयो भने चाहिँ त्यसलाई स्टार लगाउने अनि त्यसलाई हेरिराख्ने यसरी पढ्नुभयो भने चाहिँ तपाईँलाई छिटो याद हुन्छ यसरी पढ्नु होला मैले यसरी नै पढेको थिएँ आजको लागि मैले भिडियो यति नै गर्न चाहन्छु हस्त धन्यवाद।